ल त गाइस हामी चाहिँ आज स्याटरडे टक्क लोकल कुराएर भात बबाल हानेर होइन टक्क कहाँ जान लागेर बसिन्छ हामी मलाई थाहा छैन ऱ्याटल स्नेक लेक हो ओके ऱ्याटल स्नेक लेक जान लाग्यो हामी है टक्क सेव गाइस यहाँ थापा अगाडि छ थापा बसिरहेको कुरिरहेको छ थापाले है ओके गाइस सेव गाइस हामी चाहिँ निस्केको है आज चाहिँ म पुरै सेकेन्ड टाइम बसेको है गाडी पछाडि चाहिँ आज पुरै युएस आएर चाहिँ धेरै पछि टक्क बस्नेले गाडी चलाएर होइन एकछिन गइन्छ रमाइलो गरिन्छ भाषा खाइयो फेरि घर आइन्छ घरै खाएर खाइन्छ आजको डिनर चाहिँ किनकि पेटमा खाना खामै छैन त्यही भएर है त गाइस ल भेटौँला एकछिनमा है ल है गाइस निस्क्यो है बस्ने त आज चाहिँ राइडर पुरै राइडर हो कि ड्राइभर भन्छ आज यार राइडर होइन ड्राइभर ल है थाहा छ अगाडि गीत पनि मिठो हान्छ मायाको नाम क्या हो थापालाई हो क्या गीत आकाशनकै सानीले इज्जत गयो बिउने बानीले आकाशनकै सानीले इज्जत गयो डेढ घन्टाको मिठो राइड पछि टक्क हामी चाहिँ ट्याक्क के लेक रे फेरि बिर्सेँ मैले त ऱ्याटल स्नेक लेकमा टक्क आइपुगेको छ है एकछिन गइन्छ फोटोसोटो खिचिन्छ बस्नेले टक्क नयाँ क्यामेरा झिक्छ अब क्यामेरा चाहिँ पुरानै हो पुरानो होइन ठिकै पुरानो भन्नु पऱ्यो है पुरानै भन्न नि मिल्दैन लेन्स चाहिँ अस्ति आफैलाई बर्थडे गिफ्ट हाने हो अनि त्यही भएर टक्क त्यो लेन्स चाहिँ झालिन्छ फोटोसोटो खिचिन्छ है गाइस ल गाइस सियो गाइस ए थापा पनि टक्क झिल्के भएर नथापा भएर आइदियो गाइस ऱ्याटल स्नेकको टक्क लेकको म्याप ट्याक्क बसिन्छ एकछिन अब फोटोसोटो खिचिन्छ होइन केटा फोटोसोटो खिचिन्छ एकछिन चिलानिन्छ गाइस वेदर पनि राम्रो छ है आज घाम लाग्छ धेरै पछि 2 हप्तापछि घाम लाग्यो गाइस यार ब्युटिफुल डे एन्ड ब्युटिफुल पिपल युट्युबमा ए सम्झिने हो म चाहिँ त्यहाँ जानिर गाइस ओ माय गॉड नाइस जोक अफ द डे थाहा रेडी हो रेडी हुनै पर्ने यस्तो जान्छ रेडी भन अन्त हाम्रो जस्तो भयो पो केटाहरूले टुप्पामा नपुराइ नछोड्ने भए हिँड्न थालियो नहिँड्दै थाकिसक्यो है फेरि लास्ट थाकेछ होइन यिनीहरूले छोड्ने भन माथि नपुराइ हिँड्ने राखेको छ हैट गाह्रो छ फक राज्य रोके छैन है यो हो नि त यत्तिकै मोटिभेसन भएछ चाहिँ अझै हिँड्नु मन लाग्छ मलाई कुदिन्छु अहिले तालबाट हेर्ने गाइस भ्यू इज गुड हिँड्दा अहिले चाहिँ जलबिरी झर्नामा है केटाहरूले यहाँ भनेर यति हिँडाइसक्यो कि 15 मिनट भने 4 मिनट गइसक्यो अझै आउँदैन यार थैट हेर्दिन माथि हिँड्न सकेन अहिले भ्याइ हो
अघि नै सक्यो भने तल्दै झरेर नि अहिले त खै अझ पुग्न ला हो कि है त्यसै लाग्यो भाइ सेर्दार चाहिँ लेसी ड्रोन सोन उडाउला भनेर ड्रोन सोन बोकेर आएको बस्नु पाइन्छ होला पछाडि क्यामेरा ड्रोन नो ड्रोन एरिया पो रहेछ ल गाइज फाइनली अन द टप ल्याएरै छाडे ए यस्तोहरूसँग बसेर ल्याउँदैन नि त भने यस्तो लाउरेसँग बसेपछि ल्याएरै छोडे यार केटाहरूले आइपुग्यो ल आइपुग्यो है गाउँले गाइज लाइक सब्सक्राइब गर्नुपर्छ है अब बिस्तारै युएस टुर पुरै युएस टुरको भ्लग आउँछ ल है गाइज आफैले ड्राइभ गरिरहेको छ अहिले क्यामेरा पुरै ओ अङ्कल पोल खोल्यो है पोल के अरे अङ्कल फेरि भन्नु त नेपालमा भए घाँस दाउरा अलिअलि लिएर आउन बाबु हो भन्यो भने अब डोको बोक्न जान्दैन थिएँ अहिले अब अमेरिकामा गएर चाहिँ जङ्गल ल गाइज ल्याएरै छोडे त्यो कुर्चीमा बसेको थिएँ म त्यो कुर्चीबाट माथि जाम भनेर ल्याएरै छोडे यार केटाहरूले ओर्थ इट रहेछ गाइज तर है ओर्थ इट 2 माइल रहेछ माथिसम्म चाहिँ एकदम राम्रो छ है गाइज ठाउँ चाहिँ त्यो हजुरहरू वासिङटन नजिकै हुन्छ भने एकचोटि आउनै पर्ने ठाउँ ल है गाइज यहाँ पुरै फोटोसुट भइरहेको थापाको मस्तसँग थापा पुरै पोस्टिरह है त गाइज एकदम राम्रो ठाउँ रहेछ है तर यो तालमा यो तालमा त्यो ताल देख्यौ नि त्यहाँबाट यसो यतापट्टिबाट घुमेर यसो गरेर घुमेर यताबाट घर गइदियो बेलुकाको 7 बज्न लाग्यो ए 7:30 भइसकेको छ ल तपाईँको अब चाहिँ हामी फर्किने टक्क घरसम्म झार्छौँ घरसर गएर डिनर सिनर खाइन्छ अनि केटाहरू अब कता बस्ने हो अब यतै बस्ने भयो मेरोमा बस्ने बस्छन् अब जाने भयो ब्यारेकतिर गएर राधे होइन त कुद्न थाले केटाहरू त यस्तो पाराले हाइकिङ आएर हुन्छ त अब आफू नि कुद्नै पर्यो कुदा केटा बस्ने साइड लाग्यो ल गाइस घुमेर मस्त कुदियो एकछिन 1 माइल जति कुदियो माथिबाट तलसम्म अब 1 माइल जति हिँडिन्छ होइन मजाले त्यसो गाडी गइन्छ त्यसपछि यसो बाटोमा अन द वे कफी सफी खाएर घरतिर गएर डिनर सिनर गरिन्छ अनि भग पनि यिनी हानिन्छ होइन त थाहा भयो है ए थाहा भयो अन्दाज बस्न भाइ थाहा भयो होइन त गाइस सकियो झन्डै गाडी टो भएको यार केटा यार थट धेरै बेर राखेको है पार्किङमा टो हुने रहेछ पार्क बन्द भइसकेको रहेछ धन्न कम्बिनेसन कोड छोडिदिएको रहेछ टोलीहरूले कोटसोट हानेर बस्ने टक्क खोल्यो ल है आज दिन चाहिँ अब यस्तै हो यति समाप्त भयो यहाँ यी टोलीहरू बसिरहन् पहिला पिएससी गरिदिन्थ्यो क्या 2 चढ ल है त गाइस भेटौँला सी यू हेभ अ ग्रेट इभिनिङ हो कि के भन्छ नाइट हो